हेर्छौँ भने सबै व्यक्तिहरू चाहिँ रोस्ट भएको व्यक्तिहरूको चर्चा भएको छ एकदम। अनि त्यो व्यक्तिहरू चाहिँ परमेश्वरको महिमा गरेको छ छैन, तर सबै आदरणीय प्लस विनम्रता भएको व्यक्तिहरूले चाहिँ परमेश्वरको महिमा गरेको, अनि ती व्यक्तिहरू चाहिँ टिकिरहेको आफ्नो सिंहासनमा, राजाहरू समेत पनि। त्यो कुराहरू चाहिँ हामी देख्दछौँ। त्यसकारण हाम्रो जवानहरूमा हुनुपर्छ भन्ने कुरा। अब यस्तै गरी हामी यहाँसम्म उपस्थिति छौँ, सबै आदरणीय भएर आएको छौँ, किनकि हाम्रो सङ्गति छौँ भनेर त हामी सबैलाई थाहा छ नि त। अनि अर्को कुरा भनेको हामी नियममा हरेक सङ्गति चलाउँछौँ अथवा नियममा नै हाम्रो सबै कामहरू हुन्छ। यो चाहिँ हाम्रो चाहिँ जीवनहरूलाई चाहिँ देखाइरहेको हुन्छ। त्योभन्दा अगाडि हामी हेऱ्यौँ भने हामी नन क्रिस्चियन जब परमेश्वरलाई देखेका थिएनौँ, चिनेको थिएनौँ, त्यो अवस्थामा चाहिँ हाम्रो आदरणीयता कस्तो हुन्छ परमेश्वरसँग हामी सोच्यौँ। हाम्रो विनम्रता हामी हुन्छौँ कि हामीले प्रार्थना गर्न आउँदैन नि त मेन कुरो। हामीले प्रार्थना कसरी गरेर आउँछ, ठाडोको हिसाबले गरेर आउँछ। तर हामी जब क्रिस्चियन भयौँ, जब परमेश्वरलाई चिन्ने भयौँ, तब चाहिँ हाम्रो आदरणीयता प्लस विनम्रता चाहिँ हाम्रो जीवनमा हुनैपर्छ भनेर चाहिँ। अब आदरणीयता भन्ने कुराहरू चाहिँ अब यसमा कुन कुन कुराहरू पर्छ हामीले ध्यानसँग सुन्नुपर्ने हुन्छ। सबैभन्दा पहिलो नम्बरमा चाहिँ अनुशासन। आदरणीयमा अनुशासन भयो भने त्यो व्यक्तिलाई आफैले चिनिन्छ, उसको कसरी बसिरहेको छ, कसरी लुगाहरू लगाएको छ, कसरी उसले हरेक ट्रिटहरू गरेको छ, सङ्गतिहरू बस्दाखेरि हालचाल सबै कुरा अनुशासनबाट आउँछ। बोल्ने तरिकाहरू सबै कुरा, अनि सुनेको छ कि छैन त्यो कुराहरू पनि हेर्दै गर्दाखेरि। अनि देखिने स्वभाव, हाम्रो स्वभाव चाहिँ कस्तो देखिरहेका छौँ। मैले हाम्रो वचन तपाईँहरूलाई दिएछु, तपाईँहरूले आफ्नै पारामा के गर्नु हुँदैछ अथवा हेर्नु हुँदैछ भने त्यो देखिने स्वभाव भयो भएन नि त। प्लस त्यही भएर हाम्रो आदरणीयतामा हाम्रो देखिने स्वभाव पनि पर्छ। अनि अर्को भनेको भय। जब हाम्रो डर लाग्छ तब त हामीमा हुन्छ नि आदरणीय भन्ने शब्द आउँछ नि। अनि त्यस्तै गरी नै इमान्दारिता हामीमा भयो भने आदरणीय हुन्छौँ। अर्को त्यस्तै गरी नै विनम्रतामा हामी हेर्नेछौँ त्यो कुराहरूमा के पर्छ भन्दै गर्दाखेरि सबैभन्दा पहिले हामी नम्र बन्न सकिँदैनौँ। पृथ्वीमा नै सबैभन्दा नम्र व्यक्ति भनेर हाम्रो मोसालाई हामीले देखिन्छौँ, चिन्छौँ पनि उहाँलाई। तर एक ठाउँमा त चुक्नु भयो नि। तर हामी त कति ठाउँमा चुक्यो होला कि। नम्रता भन्ने कुरा मानिसमा हुँदैन, तर पनि हामी नम्र हुनुपर्छ भन्ने कुराहरू सिकाउँदछ। अनि नम्रताले चाहिँ धैर्य पनि ल्याउँछ। जो व्यक्ति विनम्र हुन्छ नि त्यो व्यक्ति नम्र हुन्छ। त्यो नम्रले फेरि धैर्य पनि ल्याउँछ, हरेक कुरा सहन सक्छ, हरेक कुराहरूको पर्खाइ गर्न सक्छ। अनि दीनता भन्ने शब्द छ, त्यो चाहिँ हाम्रो बाइबलले शब्दमा पनि छ। दीनता भनेको चाहिँ आफैलाई तल राख्नु, परमेश्वरलाई माथि राख्नु, आफैलाई तल राख्नु। अथवा हामी यहाँका जवानहरू छौँ, कसैमा हामीमा आदरणीयता विनम्रता प्लस छौँ भने चाहिँ हामी आफैले चाहिँ के गरेर हुन्छ, उसले केही भनेको छ भने पनि केही छैन उसले जान्दैन नि त भन्ने हिसाबले चाहिँ हामीले सुनिरहेका हुन्छौँ। अनि पछि उसलाई सिकाउँछ नि यो कुरा चाहिँ हामीमा एकअर्कामा हुनुपर्छ। किन हुनुपर्छ भन्दै गर्दाखेरि यसमा सहनशीलता पनि हुन्छ। हरेक कुराहरू हामी व्यावहारिक शिक्षामा गयौँ भने अहिले हामी हरेक कामहरू गर्छौँ, हामी उपस्थिति हुन्छौँ। त्यहाँबाट हुन त परमेश्वरको निम्ति सबै गर्छ, तर हाम्रो बिचमा केही कुराहरू आउँछ नि त। हामीलाई फुडहरू आउँछ, मनमा हरेक कुराहरू द्वन्द्वको कुराहरू आउँछ, सोचाइमा हामीलाई कस्तो अप्ठ्यारोपनहरू आउँछ। त्यस कारणले चाहिँ परमेश्वरको वचनले भन्नुहुन्छ कि हामी आदरणीय हुनु जरुरी छ, मान्छेको निम्ति होइन, परमेश्वरको निम्ति। परमेश्वरको निम्ति हुन्छौँ भने मान्छेमा पनि हामी त्यसरी हुनुपर्छ। हामी झुक्न सिक्नुपर्छ, एकअर्कामा क्षमा दिन सिक्नुपर्छ, हरेक कुराहरू काम गर्दै गर्दा एकअर्कालाई सघाउनुपर्छ हरेक कुरा गर्दाखेरि। अनि त्यही भएर चाहिँ हामी जवानहरूमा, अहिलेको जवानहरूमा चाहिँ बेसी नभएको भने चाहिँ नम्रता हुँदैन। अहिले संसारमै हेऱ्यौँ भने अहिलेको जुन अवस्थामा चलिरहेको छ त्यही अनुसारमा चलिरहेको हुन्छ नि। संसारमा अहिले बेसी के गर्छ, मान्छेहरू घमण्डी हुन्छ, रिसिभी हुन्छ एकअर्कामा होइन। तर हाम्रो जवानहरूमा त्यस्तो हुनुहुन्न, हाम्रो क्रिस्चियन जीवनमा त्यो हुनुहुन्न भनेर चाहिँ परमेश्वरको वचनले भन्दछ। यो कुराहरू मैले किन भन्दै गरेँ भन्दाखेरि चाहिँ मत्ती 5को हामी 1 देखि लिएर 11सम्म हेऱ्यो भने चाहिँ डाँडाको उपदेश भनेर शीर्षक पाइन्छ। तर 1 देखि लिएर 11सम्म चाहिँ के छ भन्ने कुरा चाहिँ एउटा असल कुरा शब्द चाहिँ धन्य छ। हरेक पोइन्टमा धन्यबाट स्टार्ट भएको छ। 1मा 2मा 3मा 4मा गर्दै 11 पदसम्म चाहिँ के भएको छ, धन्य 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 धन्य। अब हामीले सोचौँ त, हामी त्यो शब्दहरूमा नियादै गर्दा धन्य नम्र हुनेहरू तिनीहरूले पृथ्वी अधिकार गर्नेछ, देश अधिकार गर्नेछ। धन्य सुधरिँदै हुनेहरू तिनीहरूले चाहिँ परमेश्वरलाई देख्नेछ। धन्य तिनीहरू चाहिँ जुन चाहिँ परमेश्वरको निम्ति सदाय हरेक कुराहरू धन्य छ।
अब यसमा हामी सोच्यौँ भने हामी जवानहरूमा हामी एकअर्कालाई सोच्यौँ भने चाहिँ मेरो निम्ति मेरो जीवनमा चाहिँ त्यो के राम्रो भयो, धन्य छौँ कि हामी, म पनि धन्य छु कि म धको सट्टा धी आएर धिक्कार टाइपको शब्दको छु, हामीले सोच्नुपर्ने हुन्छ। त्यही भएर हामीलाई वचनले भन्दछ हाम्रो आदरणीयता र विनम्रता हामीमा हुनुपर्छ। जुन व्यक्तिमा आदरणीयता हुन्छ अनुशासनमा रहन्छ, हरेक कुरामा हामी नियममा चल्न पनि सक्छौँ, नियममा बाँच्न पनि सक्छौँ, एकतामा रहन पनि सक्छौँ, हरेक कुरामा। अनि त्यस्तै गरी विनम्रतामा हामी भयौँ भने झन् असल कुरा हुन्छ हाम्रो मण्डली। अनि त्यस्तै गरी नै हामीले एकअर्का सोध्नुपर्छ कि हामीले आफैलाई निहाल्नुपर्छ, म धन्यको छु कि त्यो दिनहरूमा त्यो हरेक कुराहरूमा धन्यको पोइन्टहरूमा पर्छु कि म चाहिँ धिक्कारको शब्दमा पर्छु कि, अथवा होइन ममा आदरणीय त्यो शब्दहरू छ, यति राम्रो शब्दहरू छ,